हेलो विद्यार्थी साथीहरू, आज युनिट 7 अप्लाइड मेकानिक्स सब्जेक्टको युनिट 7 काइनेमेटिक्सको न्युमेरिकलहरू चाहिँ म आज सल्भ गर्न गइरहेको छु। र यो मेरो स्क्रिनमा अहिले देखिरहेको छ एउटा न्युमेरिकल रहेको छ। यो क्वेसन चाहिँ फार वेस्टर्न युनिभर्सिटी FWU ले 2081 मा सोधेको क्वेसन हो। हाम्रो अप्लाइड मेकानिक्सको 2081 मा सोधेको क्वेसन हो र आज चाहिँ म यो न्युमेरिकल चाहिँ सल्भ गर्न जाँदैछु। द एक्सिलरेसन अफ अ पार्टिकल इज डाइरेक्टली प्रोपोर्सनल टु द टाइम t। हामीलाई एक्सिलरेसन a जुन छ, कुनै पनि पार्टिकलको एक्सिलरेसन a त्यो चाहिँ डाइरेक्टली प्रोपोर्सनल केसँग छ भन्दाखेरि टाइमसँग छ भनेर क्वेसनले भनेको छ। एट टाइम t बराबर 0, यदि टाइम t बराबर 0 छ भने द भेलोसिटी अफ द पार्टिकल v बराबर कति हुन्छ भन्दाखेरि -16 मिटर पर सेकेन्ड चाहिँ भेलोसिटी हुँदो रहेछ। नोइङ द्याट बोथ द भेलोसिटी एन्ड पोजिसन कोअर्डिनेट्स आर 0, त्यसपछि के हुन्छ त हामीलाई के थाहा हुन्छ भन्दाखेरि भेलोसिटी र पोजिसन कोअर्डिनेटहरू चाहिँ 0 हुन्छ जब चाहिँ t बराबर 4 सेकेन्ड हुन्छ भनेर क्वेसनले मलाई भनेको छ। t बराबर 4 सेकेन्ड हुने बेला हाम्रो के हुन्छ त भन्दाखेरि भेलोसिटी र पोजिसन कोअर्डिनेटहरू 0 हुन्छ। राइट अल इक्वेसन अफ मोसन अफ पार्टिकल। अब इक्वेसन अफ मोसन अफ पार्टिकल के हुन्छन् भन्दाखेरि अब पोजिसन x बराबर निकाल्नु पर्यो, x बराबरको इक्वेसन, त्यसपछि भेलोसिटी v बराबरको इक्वेसन निकाल्नु पर्यो, त्यसपछि चाहिँ एक्सिलरेसन a बराबरको इक्वेसन चाहिँ निकाल्न पर्यो। ल, यो हाम्रो चाहिँ 8 मार्क्समा सोधेको क्वेसन थियो। यसलाई चाहिँ हामी सल्भ गर्दैछौँ र यो चाहिँ इक्जाममा सोधेको क्वेसन हुनाले मैले चाहिँ यसलाई फर्स्टमै बनाउँदैछु। अब यसको सोलुसन हेरौँ। सोलुसन मलाई अब क्वेसनले के गिभन गरेको छ भनेको के दिएको छ भन्दाखेरि गिभन एक्सिलरेसन इज डाइरेक्टली प्रोपोर्सनल टु द t भयो हैन। यो चाहिँ के हो त गिभन हो। और a बराबर kt भन्ने आयो, जहाँ चाहिँ k चाहिँ भनेको कन्स्ट्यान्ट भनेर आयो। अब एक्सिलरेसन भनेको के हो भन्दाखेरि टाइमको रेस्पेक्टमा भेलोसिटीलाई डेरिभेटिभ गर्ने हो, dv/dt इन्टु k इन्टु t भयो। अब एक्सिलरेसन भनेको d/dt, kt को kt भइहाल्यो हैन। त्यसपछि चाहिँ dv बराबर के हुने भयो kt इन्टु dt हुने भयो। यो क्रस मल्टिप्लाई गर्दाखेरि dv बराबर kt इन्टु dt भयो। अब मैले के गरिदिएँ, यसलाई चाहिँ मैले के गरेँ भन्दाखेरि इन्टिग्रेटिङ गरेँ बोथ साइड हैन त। ल, त्यसो लेखौँ, इन्टिग्रेटिङ कहाँ त भन्दाखेरि अन बोथ साइड्स, दुवै साइडमा चाहिँ मैले के गरेँ इन्टिग्रेसन गरेँ है। ल हेरौँ। अब त्यो गर्दाखेरि के हुन्छ त भन्दाखेरि अब dvलाई इन्टिग्रेसन गर्दाखेरि के भयो त v भयो हैन, k को k कन्स्ट्यान्ट भयो, t लाई dt को रेस्पेक्टमा इन्टिग्रेसन गर्दाखेरि t स्क्वायर पावर भागा 2 भयो अनि कन्स्ट्यान्ट चाहिँ c1 आयो। यसलाई मैले इक्वेसन 1 माने। ल, अब मलाई c1 चाहिँ पत्ता लगाउनु पर्छ। c1 पत्ता लगाउनको लागि यो c1 कोएफिसिएन्ट 1 पत्ता लगाउनको लागि मलाई क्वेसनले यहाँ दिएको छ t बराबर 0 सेकेन्ड र भेलोसिटी v बराबर 16 मिटर पर सेकेन्ड भनेर दिएको छ। त्यो अनुरूप चाहिँ मैले के पत्ता लगाउन सक्छु त भन्दाखेरि c1 पत्ता लगाउन सक्छु है त। ल, अब हेरौँ। हियर के भयो त c1 बराबर वाट भयो, जहाँ चाहिँ के दिएको छ त t बराबर 0 सेकेन्ड भएपछि त्यसबेला भेलोसिटी भनेको कति हुन्छ त -16 मिटर पर सेकेन्ड हुन्छ। त्यही कुरा हैन त। ल, त्यसो हो भने अब हेरौँ त v को भ्यालु चाहिँ -16 राखौँ, k को k नै भइहाल्यो -16 बराबर ल -16 बराबर k भनेको चाहिँ हामीले
अहिलेलाई के नै भयो। त्यसपछि टी बराबर 0 भनेको अब के इन्टु टी स्क्वायर बाई 2 छ। टी बराबर 0 राख्दाखेरि के हुन्छ त यहाँ भन्दाखेरि 0 भनेको 0 हुने भयो, 0 प्लस C1 हुने भयो। त्यसैले यहाँनिर C1 बराबर -16। अब यो 16 चाहिँ मिटर पर सेकेन्डमा छ, युनिट भनेपछि मिटर पर सेकेन्ड चाहिँ हाम्रो के भयो त भन्दाखेरि C1 को भ्यालु आयो हैन, अथवा C1 को भ्यालु चाहिँ -16 मिटर पर सेकेन्ड आयो। यसलाई -16 मात्रै लेखे पनि केही फरक परेन। त्यसैले अब यो इक्वेसन आई बिकम्स इक्वेसन 1 चाहिँ के बन्छ त, त्यो हुनाले v बराबर kt स्क्वायर अपन 2 -16 हुने भयो हैन, -16 हुने भयो। यो C1 को भ्यालु चाहिँ मैले 1 मा लगेर राख्दाखेरि 1 भयो। ल यो चाहिँ इक्वेसन 2 भयो। ल यति कुरा चाहिँ क्लियर हुनु पर्यो है। अब मलाई t को भ्यालु पत्ता लगाउनु पर्यो हैन। अब सरी k को भ्यालु पत्ता लगाउनु पर्यो। के भनेको कोएफिसिएन्टको भ्यालु पत्ता लगाउनु पर्यो। दोस्रो कन्डिसनमा के दिएको छ भन्दाखेरि नोइङ दैट बोथ द भेलोसिटी एन्ड पोजिसन, भेलोसिटी भनेको v र पोजिसन भनेको x छ, कोअर्डिनेट्स आर 0 व्हेन द t बराबर 4 भनेको t बराबर 4। अब यहाँ भेलोसिटी र टाइमको कुरा भयो हैन। अब फेरि अगेन के भयो त, व्हेन t बराबर 4 सेकेन्ड छ भने, यो मलाई क्वेसनले भनेको छ, यो t बराबर 4 सेकेन्ड छ भने भेलोसिटी चाहिँ के छ त 0 छ भनेर भनेको छ। त्यो हुनाले v बराबर 0 भयो। अब मैले के गरौँ भन्दाखेरि यो v र t को भ्यालु राखौँ। अर्थात् के भयो भन्दाखेरि अब इक्वेसन 3 बाट के हुने भयो त, फ्रम इक्वेसन 3 हैन, फ्रम इक्वेसन 2 बाट के हुने भन्दाखेरि v बराबर 0, k को भ्यालु निकाल्नु पर्ने छ, t भनेको 4 स्क्वायर अपन 2 -16। और अब यो भनेको कति हुने भयो, 8k हुने भयो नि त। यो भनेको हाम्रो 8k -16 बराबर 0 हुने हो। मैले यता लिए, त्यो भनेको 8k बराबर 16 भयो। यो गर्दाखेरि k बराबर 16 अपन 8 भनेको 2 चाहिँ आयो। ल k को भ्यालु पनि आयो। अब मैले के गरिदिन्छु त, यो k को भ्यालुलाई चाहिँ मैले इक्वेसन 2 मा गरेर राख्दिएँ भने मलाई ओरिजिनल इक्वेसन आयो नि त। अब इक्वेसन 2 बिकम्स के हुन जान्छ त, इक्वेसन 2 भनेको v बराबर 2 कट्यो भनेको t स्क्वायर -16 मात्रै हुन जान्छ। यो इक्वेसन 3 भयो। t स्क्वायर -16 कसरी भयो? अब के को भ्यालु राखौँ न। के को भ्यालु जस्तो मलाई v बराबर kt स्क्वायर अपन 2 -16 छ। अब k को भ्यालु भनेको t स्क्वायर अपन 2 -16 भयो। यो 2 कटेपछि t स्क्वायर -16 मात्रै भयो नि। यो चाहिँ v को भेलोसिटी आयो, v को इक्वेसन पनि आयो हैन त। ल अब मलाई के भयो त भन्दाखेरि बल्ल चाहिँ भेलोसिटीको इक्वेसन आयो। त्यसपछि अब मैले चाहिँ के गर्नुपर्छ, यो भेलोसिटीलाई फेरि पोजिसनमा लिनु पर्यो। अब भेलोसिटीलाई पोजिसनमा लिँदाखेरि फेरि के गर्नु पर्यो, इन्टिग्रेसन गर्नु पर्यो हैन। ल अब v बराबर t स्क्वायर -16 आएको छ। फेरि मैले यतातिर अर्को उसमा गरेँ है, अर्को साइडतिर गरेँ। अब फ्रम इक्वेसन 3 गरौँ। इक्वेसन 3 भनेको के छ त भन्दाखेरि इक्वेसन 3 भनेको v बराबर, सरी यो रेड भएछ, ब्ल्याकले गरौँ, v बराबर t स्क्वायर -16 छ। अब फेरि के हुन्छ भन्दाखेरि यो v भनेको, अब यो v लाई चाहिँ हामी के पनि लेख्न सक्छौँ भन्दाखेरि dx बाई dt पनि लेख्न सक्छौँ हैन। पोजिसनलाई टाइमको रेस्पेक्टमा डेरिभेटिभ गऱ्यो भने भोल्युम हुन्छ। अब यसरी बुझ्नु पर्यो। यो भनेको अब के हो त, t स्क्वायर -16 जस्ताको त्यस्तै।
और dx बन्नेको के हुने भयो t स्क्वायर माइनस 16 इन्टु अनि यो dt चाहिँ यता आयो। अब यसलाई चाहिँ के गर्नु पर्यो इन्टिग्रेटिङ गर्नु पर्यो है। अब यसलाई इन्टिग्रेटिङ गर्नु पर्यो इन्टिग्रेटिङ बोथ साइड्स। ल त्यो गर्दा x बराबर के हुन्छ त अब यसलाई मैले फुल इन्टिग्रेसन गरेर देखाउँछु t स्क्वायर माइनस 16 इन्टु dt भयो यो dx भयो। ल यो dx भयो और यो dx लाई इन्टिग्रेसन गर्दा x भयो हैन। अब यसलाई इन्टिग्रेसन गर्दाखेरि के हुने भन्दाखेरि यो t स्क्वायर इन्टु dt भयो माइनस इन्टिग्रेसन खोल्दिउँ 16 इन्टु dt भयो। यो भनेको पावर बढ्दै गरेर जति पावर माथि रह्यो त्यति तल भाग आउँछ। यो भनेको 16 अनि t हुन्छ भाग 1 माथिको पावर 1 छ भाग 1 हुन्छ तर त्यो भएर त्यो 16t मात्रै लेखे हुन्छ। अब प्लस c2 भने एउटा कोएफिसिएन्ट पनि फेरि अर्को c2 भन्ने कोएफिसिएन्ट आउँछ। यो चाहिँ हाम्रो के भयो त इन्टिग्रेसन गर्ने तरिका हो हैन। ल अब त्यसो भने मलाई यहाँबाट c2 को भ्यालु पत्ता लगाउनु पर्यो। c2 को भ्यालु पत्ता लगाउनको लागि पनि हामीलाई एउटा के दिएको छ t बराबर 4 सेकेन्ड हुन्छ जब पोजिसन पनि के हुन्छ त 0 हुन्छ भनेको छ। जब अब here t बराबर 4 सेकेन्ड के हुन्छ त हाम्रो अब x बराबर 0 हुँदा हैन। ल त्यो हुनाले अब मैले राखौँ त यसलाई अर्को नयाँ इक्वेसन पनि बनाइदिउँ 3 छ यसलाई इक्वेसन 4 भनिदिउँ हैन। अब फ्रम इक्वेसन 4 मा भनेको अब त्यसको भ्यालु राख्दाखेरि 0 बराबर t भनेको 4 को क्युब बाइ 3 माइनस 16 इन्टु t भनेको 4 प्लस c2 भयो। यहाँबाट हिसाब गर्दा c2 को भ्यालु आउँछ 42.67 आउँछ है। यति चाहिँ c2 को भ्यालु आयो। अब यसलाई मैले के गर्छु त इक्वेसन iv बिकम्स अब के हुन आउँछ त भन्दाखेरि x बराबर t क्युब बाइ 3 माइनस 16t प्लस 42.67। ल अब मलाई इक्वेसनहरु सबै आइहाल्यो हैन। ल अब एन्सर लेखौँ त यसको लास्टमा हेन्स द इक्वेसन अफ मलाई इक्वेसन अफ मोसन निकाल्नु भनेको छ। इक्वेसन अफ मोसन अफ पार्टिकल आर हैन। सुरुमा एक्सिलरेसन भनेको के हो त भन्दाखेरि मलाई क्वेशनले दिएको छ एक्सिलरेसन भनेको kt भनेर भनेको छ। k को भ्यालु चाहिँ कति आएको छ k को भ्यालु अघि चाहिँ यहाँनिर 2 आएको छ त्यसैले 2t भयो हैन। 2t भयो यो चाहिँ एउटा इक्वेसन भयो। अर्को v बराबर t स्क्वायर माइनस 16 आयो अर्को इक्वेसन भयो। एउटा x बराबर t क्युब बाइ 3 माइनस 16t प्लस 42.67 आन्सर। ल यति कुरा थियो है। मेन कुरा चाहिँ हजुरहरूले बुझ्नुपर्ने यति नै छ। ल एउटा कुरा चाहिँ अब हजुरहरूले के सुरुमा के चाहिँ बेसिक कुराहरू जान्न पर्छ भन्दाखेरि यो मैले नोट जस्तो बनाएर लेखेँ है। यो नोट भनेर लेखेँ। यदि पोजिसनलाई टाइमको रेस्पेक्टमा डेरिभेटिभ गर्यो भने त्यो भेलोसिटी हुन्छ। यदि भेलोसिटीलाई टाइमको रेस्पेक्टमा डेरिभेटिभ गर्यो भने त्यो हुन्छ एक्सिलरेसन। मतलब के हो भन्दाखेरि यदि हाम्रो चाहिँ dx अपन dt यो x भनेको पोजिसन हो यो x भनेको पोजिसन हो। यो x लाई टाइमको रेस्पेक्टमा चाहिँ dt को रेस्पेक्टमा चाहिँ डेरिभेटिभ गर्यो भने यो हुन जान्छ भेलोसिटी। यदि मैले त्यही भेलोसिटीलाई फेरि टाइमको रेस्पेक्टमा गर्यो भने के हुन जान्छ एक्सिलरेसन हुन जान्छ। यो कुरा भयो है। यो चाहिँ क्लियर हुन पर्छ। ल
यति जान्यो भने यो हिसाब चाहिँ मजाले मिलाउन सकिन्छ। यस्तो खालको जस्तो कहिलेकाहीँ के भनिदिन्छ भन्दाखेरि द एसिलेसन अफ पार्टिकल इज डाइरेक्टली प्रोपोर्सनल टु द स्क्वायर अफ द टाइम, होइन, त्यो टीको स्क्वायर भनेर पनि भनिदिन्छ। त्यो बेला आउने पनि ठ्याक्कै यही प्रोसेसै गर्नु यस्तो कन्डिसनमा। अर्थात् कहिलेकाहीँ यही क्वेसनमा के भनिदिन पनि सक्छ भन्दाखेरि ए बराबर सिधै डाइरेक्टली प्रोपोर्सनल टु द नभनेर केटी स्क्वायर पनि भनिदिन सक्छ। त्यति बेला के गर्ने, सेम प्रोसेस गर्ने। अब डाइरेक्ट त्यो क्वेसनले दिएपछि ए बराबर केटी स्क्वायरलाई लिने अनि सल्भ गर्दै जाने। ल एकदम इजी छ, बुझ्नुभयो होला। बाँकी न्युमेरिकलहरू अगाडि आउँदै जानेछन्, हेर्नुहोला र साथीहरूलाई सेयर पनि गर्नुहोला। थ्याङ्क यू।